अब जुन हजुर कम्पनीमा आएको त्यो कम्पनीमा 18 महिना अनिवार्य काम गर्नुपर्ने र जुन कम्पनी आएको त्यही कम्पनीको कार्डमा नाम आउने र 18 ए महिनासम्म उसले चेन्ज गर्न नपाउने। यति कामदार चाहिएको खण्डमा सरकारले सुलभ तरिकाले ए भिसा उपलब्ध गराउने र कामदारको चाहिँ काम जुन कम्पनी हो त्यही कम्पनीमा दिनुपर्ने भनेर यो कुरा गइसकेको छ है। ए होइन होइन मैले आज एउटा टिकटक बनाउँछु भनेर लाएको थिएँ, मैले टाइम पाइनँ गुरु अहिले होइन कि नेपालबाट आउने दाजुभाइलाई अब चाहिँ नझुक्किनु होला होइन, अझै पनि अब छन् होइन, अब चाहिँ ए 11 लाखभन्दा बढी लिँदैन होला गुरु, अबको 1-2 महिनापछि 11 लाखभन्दा माथि जाँदैन पोर्चुगलको भिसालाई। त्यो एउटा टिकटक बनाउनु होला है तपाईँले एकचोटि। अब चाहिँ सिधै दिनुलाई केशव प्रसाद वास्तोलाबाट यो जानकारी कुरो हो। यस्तो यस्तो कुरो गएको छ, सांसदमा गइसकेको छ, सांसदले पठाइसकेको छ पुलिसहरूमा बुझ्नको लागि अदालतमा। र अब चाहिँ अब 10 वर्ष त भइहाल्यो, अब 10 वर्ष भयो नि मान्छे त आउन त छोड्दैनन्, नछोडे पनि तर त्यो D1 भिसामा ल्याएर अहिले एयरपोर्टमै छोड्ने चाहिँ काम बन्द हुने भयो क्या। त्यो त धेरै पर्यो नि गुरु, अब के गरेर खान्छन् गुरु। अब के अफिसर अहिले अहिले आएका केटाहरूको के हुन्छ भने 14 वर्ष पासपोर्ट आइहाल्छ। सिद्धिएको त के 14 वर्ष त व्रत नर्ने बेला नि भएन क्या। 16 भन्नु न बुढा, 16 वर्ष नभइकन व्रत नि हुन्न, एउटा व्रत नर्ने बेला पनि बसिनु भएन क्या पोर्चुगल। ल गुरु ल म छुटेँ। ल ल गुरु ल ल ल हस्। त्यो हजुरले त्यो पोर्चुगल नेसनलिटी पाइसक्नु भयो? हजुरले त त्यो ल नार्ते पाउनु भयो होला, त्यो रेड कार्ड पाउनु भयो होला न, छ कि छैन, के छ पासपोर्ट? ए ए तपाईँलाई त आनन्दै भइहाल्यो, त्यसो भए चाहिँ केही नै भएन, तनावै भएन। गाह्रो भयो त दाइ, त्यसपछि धेरै गाह्रो हुने भयो अब। ए त्यही त गाह्रो भयो त। तर अहिले पोर्चुगलको र अहिले पोर्चुगलको धेरै लागतदेखि धेरै यति महँगो पनि पुरै नगर्नु न हो, गाह्रो यस्तो के भन्नु, कति बढाएको हो दलैहरूले। त्यही त के गर्ने के भने, त्यही त सोह्र 14 16 वर्ष लाग्ने भयो, 14-15। त्यही त गाह्रो भयो अब, गाह्रो छ त्यही त। अब हजुर त्यो चाहिँ हो एकदम।